हेलो गाइस, म तपाईहरुलाई आज के सिकाउन गइरहेको छु भने हामीले हाम्रो मोबाइल फोनमा भएको डेभलपर अप्सनलाई कसरी इनेबल गर्न सक्छौं र त्यसमा भएको विभिन्न फिचरहरूलाई कसरी युज गर्न सक्छौं त्यसको बारेमा सिकाउन गइरहेको छु। र त्यसको लागि हामी के गर्नुपर्ने हुन्छ, सेटिङ भन्ने मोबाइलको सेटिङमा जानुपर्ने हुन्छ र सेटिङमा गइसकेपछि तपाईहरुले के गर्नुपर्ने हुन्छ त माइ फोन भित्र जानुपर्ने हुन्छ। माइ फोन भित्र गइसकेपछि तपाईहरुको यो बिल्ड बिल्ड नम्बर भन्ने छ। बिल्ड नम्बरमा के गर्नुपर्ने हुन्छ, तपाईहरुले 7 पटक के गर्नुपर्ने हुन्छ, तपाईहरुले थिचेर आफ्नो डेभलपर अप्सनलाई के गर्न सक्नुहुन्छ त इनेबल गर्न सक्नुहुन्छ। विथआउट तपाईले यो 7 टाइम क्लिक गर्नु भएन भने हाम्रो डेभलपर अप्सन चाहिँ के हुँदैन, इनेबल हुँदैन। यसलाई इनेबल गर्नु होला। इनेबल गरिसकेपछि तपाईहरुको यसमा आउनु होला। यसमा आइसकेपछि तपाईहरुले यहाँ खोज्न पर्ने हुन्छ। डेभलपर अप्सन इनेबल भइसकेको छ र कुन साइडमा छ भने तपाईले के गर्नुपर्ने हुन्छ त खोज्न पर्ने हुन्छ। जस्तै म सिस्टममा गए, सिस्टममा गइसकेपछि तपाईहरुको मेरो तल डेभलपर अप्सन भनेर के भइसकेको छ त इनेबल भइसकेको छ। अब यिनी भनेको के हो भन्दाखेरि हाम्रो डेभलपरहरूले युज गर्ने सेटिङहरु हो। यसबाट हाम्रो कुन कुन सेटिङ युज गर्न सक्छौं, के गर्न सक्छौं भन्ने कुरा सबै के हुन्छ त यसमा हुन्छ। सुरुमा मेमोरी रहेको छ। जस्तै मेरो मेमोरी कति रहेको छ, यसलाई इन्क्रिज गर्न पर्यो भने कसरी इन्क्रिज गर्ने र कहाँ युटिलाइज भइरहेको छ भन्ने कुराहरु के हुन्छ त हाम्रो यसमा देखाउँछ। जस्तै हाम्रो टोटल मेमोरी भनेको 8.2 जीबी छ, परफर्मेन्स नर्मल रहेको छ। एभरेज युज भनेको 64% चाहिँ के भएको छ त युज भएको छ भने 3.3 जीबी चाहिँ के छ त हाम्रो फ्री छ भने। जस्तै मोबाइल मेमोरी युज बाइ एप, कुन एपले मेरो र्याम कति युज गरिरहेको छ, जस्तै हाम्रो कुन एपले कति युज गरिरहेको छ भन्ने कुरा हाम्रो यसमा देखाइरहेको छ। यसरी आवरली हुने भयो, जसमा कति आवरमा कति युज भयो भन्ने कुरा सबै के हुन्छ त एपको होस् या कुनै फाइलहरुको कुराहरु यसरी कति मेमोरी युज गर्यो भन्ने कुरा थाहा हुन्छ, त्यो पनि र्याम। ल अब यो चाहिँ हाम्रो र्यामको कुरा भयो। अर्को हाम्रो यसमा आइसकेपछि हाम्रो बग रिपोर्ट भन्ने भयो। बग रिपोर्ट भनेको तपाईको मोबाइलमा यदि कुनै बगहरु आइरहेको छ भने यसबाट के गर्न सक्नुहुन्छ, रिपोर्ट गर्न सक्नुहुन्छ। अनि डेस्कटप ब्याकअप पासवर्ड भनेको के हो त, डेस्कटपको लागि ब्याकअप पासवर्ड तपाईं राख्न सक्नुहुन्छ। जस्तै अब यसमा ब्याकअप गर्न पर्यो, पासवर्ड बिर्सिन्छ हैन कहिले कसो, त्यसको ब्याकअप पासवर्ड राख्न पर्यो भने तपाईहरुले यहाँबाट के गर्न सक्नुहुन्छ त डेस्कटप ब्याकअप पासवर्ड यहाँबाट सेट ब्याकअप पासवर्ड गरेर तपाईहरु के गर्नुहुन्छ त यहाँबाट पासवर्ड राख्न सक्नुहुन्छ। यहाँ टाइप गरेर के गर्न सक्नुहुन्छ त पासवर्ड राख्न सक्नुहुन्छ। अर्को स्टे अवेक भन्ने छ, यो पनि तपाईहरु के हुन्छ इनेबल गर्न सक्नुहुन्छ। तपाईले जब मोबाइल चार्ज गर्नुहुन्छ, चार्ज गरेपछि तपाईको मोबाइल यदि बन्द नहुने बनाउन चाहनुहुन्छ भने तपाईले यसमा इनेबल गरिदिनु भयो भने के हुन्छ त तपाईको मोबाइल अन भइरहन्छ, स्लिप मोडमा जाँदैन। त्यसपछि इनेबल ब्लुटुथ एससीआई स्नुप लक भनेको अर्को भइहाल्यो। ओएम अनलकिङ भनेको के हो भन्दाखेरि अनलकिङ बुट लोडर भाया लोकल एकाउन्ट भेरिफिकेसन भनेको तपाईको यदि मोबाइललाई ओपन गर्दाखेरि यदि त्यसमा भएको रोमहरुमा स्पेसिफिक सफ्टवेयरलाई इनेबल गर्न चाहनुहुन्छ भनेपछि हामीले ओइएमआई लाई अनलकिङ गर्नुपर्ने हुन्छ। यो चाहिँ बुट लोडर हो। जब हाम्रो रोमलाई इन्सर्ट गर्न पर्यो भने हाम्रो के गरिन्छ त यसलाई इनेबल गरिन्छ। रनिङ सर्भिसेस भनेको जस्तै हाम्रो सर्भिसहरु के रनिङ भइरहेको छ यसबाट हेर्न सक्नुहुन्छ तपाईहरुले। कुन सिस्टममा कति के भइरहेको छ र हाम्रो कुन चलिरहेको सर्भिसेसहरु तपाईहरुले के गर्नुहुन्छ त यसबाट हेर्न सक्नुहुन्छ। यसमा चाहिँ हाम्रो सबै कुराहरु आउँछ, एपहरुका कुरा आउँछ, सिस्टमको कुरा आउँछ, फ्री सफ्टवेयरहरुका कुरा आउँछ, यसमा सबै कुराहरु आउँछ। अर्को पिक्चर कलर मोड भनेको तपाईहरुले कुन कलर मोडमा राख्न चाहनुहुन्छ, जस्तै 8 जीबी हो कि कुन मोडमा राख्न चाहनुहुन्छ तपाई यसबाट के गर्नुहुन्छ त पिक्चर कलर मोड गर्न सक्नुहुन्छ। वेब भ्यू इम्प्लिमेन्टेसन गर्न सक्नुहुन्छ। अटोमेटिक सिस्टम अपडेट भनेको हाम्रो सिस्टम चाहिँ के होस् त अटोमेटिकली अपडेट गर्न चाहनुहुन्छ भने यसलाई इनेबल गरिदिनु पर्ने हुन्छ। यदि आफै गर्न चाहनुहुन्छ भने आफै गर्नु पर्यो म्यानुअली, हैन भने अटोमेटिकली पनि अपडेट हुन्छ। अर्को डीएसएम लोडर पनि भइहाल्यो। सिस्टम युआई डेमो मोड भइहाल्यो। क्विक सेटिङ डेभलपर टाइल्स भन्ने कुराहरु यसबाट तपाईहरु के गर्न सक्नुहुन्छ त इनेबल गर्न सक्नुहुन्छ। सेन्सरका कुराहरु जस्तै तपाईहरुले मोबाइल फोनमा लेआउट बटनहरु राख्न सक्नुहुन्छ। मोबाइलमा प्रोफाइल एचडब्ल्यूआई रेन्डरिङ राख्न सक्नुहुन्छ। फोर्स आरटीएल लेआउट राख्न सक्नुहुन्छ। विन्डो एनिमेसन स्केल यसबाट तपाईहरु के गर्न सक्नुहुन्छ त विन्डो एनिमेसन स्केल पनि इनेबल गर्न सक्नुहुन्छ। विन्स्कोप ट्रेस पनि राख्न सक्नुहुन्छ। सेन्सर अफ, सेन्सरहरु चलिरहेको छ हाम्रो यसलाई अफ पनि यहाँबाट तपाईले के गर्न सक्नुहुन्छ अफ पनि गर्न सक्नुहुन्छ। वायरलेस डिबगिङ गर्न सक्नुहुन्छ र सो ट्याप पनि गर्न सक्नुहुन्छ। यिनी भनेको आइकनहरुका कुराहरु भए। वायरलेस डिबगिङ भनेको तपाईहरुको मोबाइलमा वाइफाई अथवा नेटहरुलाई के गर्न सक्नुहुन्छ फास्ट गर्न चाहनुहुन्छ, कनेक्ट गर्न चाहनुहुन्छ तपाईले यसबाट के गर्न सक्नुहुन्छ त वायरलेस नेटवर्किङ पनि गर्न सक्नुहुन्छ। वायरलेस डिबगिङ पनि गर्न सक्नुहुन्छ। डिसेबल एडीबी अथराइजेसन टाइम आउट पनि गर्न सक्नुहुन्छ। बग रिपोर्ट सर्टकट पनि गर्न सक्नुहुन्छ। इनेबल भ्यू एट्रिब्युट
इन्स्पेक्टेसन पनि गर्न सक्नुहुन्छ। सिलेक्ट डेबग एप पनि गर्न सक्नुहुन्छ तपाईहरुले यसबाट। भेरिफाई एप ओभर इमेज पनि गर्न सक्नुहुन्छ। त्यसपछि तपाई भेरिफाई बाइ कोड अफ डेबगजेबल एप पनि गर्न सक्नुहुन्छ। लगर बफ साइजेस भनेको यसमा तपाईहरुले के गर्नुहुन्छ यसको साइजलाई के गर्न सक्नुहुन्छ मिलाउन सक्नुहुन्छ। फिचर फ्ल्यागको कुराहरु भयो। इनेबल जीपीयू भनेको जीपीयू ग्राफिक्स प्रोसेसिङ युनिट भन्छ तपाईहरुको गेमिङ मोड खेल्दाखेरिको कुराहरु भयो। ग्राफिक्स ड्राइभर प्रिफरेन्सेस भन्यो यसबाट तपाईहरु के गर्न सक्नुहुन्छ ग्राफिक्स हरुको कुराहरुलाई गर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईहरु के गर्न सक्नुहुन्छ ग्राफिक्स हरुको कुराहरुलाई इनेबल गर्न सक्नुहुन्छ। अर्को हाम्रो यस्तै रहेको छ हाम्रो एप कम्प्याटिबिलिटी चेन्जेस रहेको छ। यसबाट तपाईले एप कम्प्याटिबिलिटी चेन्जेस गर्न सक्नुहुन्छ। अनि तपाई अर्को के गर्न सक्नुहुन्छ सो रिफ्रेश रेट पनि गर्न सक्नुहुन्छ। अलाउ स्क्रिन ओभरले अन स्क्रिन सेटिङ पनि गर्न सक्नुहुन्छ। सिस्टम ट्रेसिङ पनि यसबाट के गर्नुहुन्छ तपाईहरुले इनेबल गर्न पनि सक्नुहुन्छ। यसबाट सिस्टम ट्रेसिङका कुराहरु हुने भयो। त्यसपछि सिस्टम ट्रेसिङ भइसकेपछि तपाईहरुले अरु के गर्न सक्नुहुन्छ यसबाट वायरलेस डिस्प्ले सर्टिफिकेसन भयो। वायरलेस सर्टिफिकेसन जस्तो वायरलेस तपाईले कनेक्ट गर्नु भने तपाईहरुले के हुन्छ एउटा नोटिफिकेसन आउँछ त्यस्तो कुराहरु भयो। इनेबल वाइफाई भर्बोज लगिङका कुराहरु वाइफाई स्क्यानिङ थ्रोटलिङ भनेको कुराहरु भयो। स्क्यान गर्नेको लागि इनेबल गर्न पर्यो। वाइफाई प्रिसिस्टेन्ट म्याक रेमोडिमिजेसन भन्ने कुराहरु भयो। मोबाइल डेटा अलवेज एक्टिभ थ्रेटिङ हार्डवेयर एक्सिलेरेसन डेफल्ट यूएसबी कन्फिगरेसनका कुराहरु। सो ब्लुटुथ डिभाइस विदाउट नेम्स भइहाल्यो। डिसेबल एब्सोल्युट भोल्युम पनि भइहाल्यो र इनेबल ग्लेड ड्रोको कुराहरु भयो। ब्लुटुथ VRCCP भर्जनका कुराहरु। ब्लुटुथ MP म्याप भर्जनका कुराहरु। ब्लुटुथ अडियो कोड ब्लुटुथ इन कुराहरु तपाईले के हुन्छ यसबाट इनेबल गर्न सक्नुहुन्छ। पोइन्टर लोकेसनका कुराहरु पोइन्टर देखाउन पर्यो भने यसबाट पनि तपाई इनेबल गर्न सक्नुहुन्छ। सो सर्फेस अपडेटका कुराहरु भयो। सो लेआउट बटनका कुराहरु। फोर्स RTL लेआउट डिरेक्सनका कुराहरु। विन्डो एनिमेसन स्किलका कुराहरु भयो। यसबाट तपाईले के हुन्छ फास्ट गर्नु पर्यो। जस्तै मेरो मोबाइललाई फास्ट गर्नु पर्यो भने जति सानो चुज गर्नुहुन्छ तपाईको मोबाइल के हुन्छ त्यति नै के हुन्छ त फास्ट हुन्छ। त्यस्ता कुराहरु भयो। ट्रान्जिसन एनिमेसन स्किल भन्ने कुराहरु यसमा पनि जति सानोमा गर्नुहुन्छ त्यति नै फास्ट हुन्छ तपाईको मोबाइल फोन। एनिमेसन ड्युरेसन स्किलका कुराहरु पनि राख्न सक्नुहुन्छ। यसबाट तपाईले सिमुलेट सेकेन्डरी डिस्प्लेका कुराहरु पनि यसबाट गर्न सक्नुहुन्छ। स्मलेस्ट विथका कुराहरु पनि यसबाट गर्न सक्नुहुन्छ। डिस्प्ले कटआउट सो भ्यू अपडेट्स सो हार्डवेयर लेयर्स अपडेट्स डेबग जीपीयू ओभरथ्रो डेबग्स नन रेक्टेंगुलर क्लिप अपरेसनका कुराहरु। ओभरराइट फोर्स डार्क फोर्स 4x MSA भनेछ। यसबाट तपाईले के हुन्छ ग्राफिक्स कार्डलाई इनेबल गर्न सक्नुहुन्छ। डिसेबल एचडब्ल्यू ओभरले गेमिङका कुराहरु गर्दाखेरि यो हाम्रो 4x MSA इनेबल गर्न पर्ने हुन्छ। डिसेबल एचडब्ल्यू ओभरलेसका कुराहरु। सिमुलेट कलर स्पेसका कुराहरु। डिसेबल यूएसबी अडियो राउटिङका कुराहरु। मिडिया ट्रान्सकोडिङका सेटिङका कुराहरु। स्ट्रिक्ट मोड इनेबलका कुराहरु। प्रोफाइल HWMI का रेन्डरिङका कुराहरु। डोन्ट स्किप एक्टिभिटिजका कुराहरु। ब्याकग्राउन्ड प्रोसेस लिमिटका कुराहरु। ब्याकग्राउन्ड चेकका कुराहरु। अलवेज सो क्र्याश डायलगका कुराहरु। सो ब्याकग्राउन्ड ANRS का कुराहरु भयो। सस्पेन्ड एक्जिक्युसन फोर क्याच एपका कुराहरु भयो। सो नोटिफिकेसन च्यानल भ्यू वार्निङका कुराहरु। यिनी सब कुराहरुलाई तपाईले गर्नु सँगसँगै स्ट्यान्ड बाइ एपको लागि के गर्न चाहनुहुन्छ यी कुराहरु फोर्स अलाउ इभन एक्सटर्नलका कुराहरु। फोर्स एक्टिभिटी टु रिसाइजेबल इनेबल फ्री फ्रम विन्डोज। फोर डेस्कटप मोडका कुराहरु। डेस्कटप मोडमा राख्ने कि नराख्ने। इनेबलको लागि विन्डोजको लागि राख्ने कि नराख्ने। इनेबल नन रिसाइजेबल इन मल्टी विन्डोजको कुराहरु भयो। रिसेट सर्टकट म्यानेजर यिनी एपहरुको लागि भयो। लगिङ लेभल म्याक्सिमम रिक्वेस्ट पर सेसनका म्याक्सिमम भिजिबल डेटा सेटको रिसेट टु डिफल्ट भ्यालुजका कुराहरु भयो। सिलेक्ट मोक लोकेसन एप फोर्सफुल GNSS मेजरमेन्टका कुराहरु। यिनी सब कुराहरु तपाईले डेभलपर अप्सनबाट इनेबल गर्न सक्नुहुन्छ। र म पछि तपाईहरुलाई यिनी सब प्रत्येक अप्सनको स्टेप बाइ स्टेप भिडियो पनि ल्याउने छु र आशा छ तपाईहरुले डेभलपर अप्सनको बारेमा थोड़ा बहुत जानकारी पाउनु भयो। मेरो च्यानललाई सब्स्क्राइब लाइक र शेयर गर्न नभुल्नु होला। धन्यवाद।